हो पैसाको मुख कालो हुन्छ कमाउनेलाई दुःख हुन्छ हामी गरेर त्यो पैसा फाल्छन् भनेर गर्नेन के इज्जत भन्दा ठुलो केही पनि होइन हो कि नि भन्नु त गरेर कसैले फाल्दैन मलाई मैले 4-5 जनालाई सम्झाए पछि झन् तिनीहरू त्यस्तै गरेर बस्ने मान्छे मात्रै देखेँ के तर तपाईँ राम्रो लाग्यो मलाई राम्रो हो जहाँसम्म बुझ्नुहुन्छ परदेशमा हुनुहुन्छ हामी भनौँ न के अरे म त जिस्काएर गर्दिने हो क्या पैसा मात्रै ठुलो होइन रमाइलो गर्नुपर्छ मैले यो कार्यक्रम किन राखिरहेको छु भने मिठा र बोलेर मात्र होइन सबै तरिकाले पनि बालापनलाई याद गरेर कराएर हामी जुन तरिकाले सानोमा हामी कराउँथ्यौँ कुस्ती खेल्थ्यौँ एकले अर्कालाई गाली गर्थ्यौँ होइन त्यो पलहरू याद दिलाउन म पनि यस्तो गर्थेँ नि बचपनमा भन्ने एउटा खालको त्यो हुन्छ नि पुराना दिनहरू याद गराउन लागि म चाहिँ गाली गर्छु त रमाइलो पारामा पच्चे खालको सबैलाई अप्ठ्यारो नपरोस् यसले ला के बोलेको यो भनेर मान्छेले मलाई नराम्रो नबोलोस् नसोचोस् त्यो तरिकाले त्यही भएर तपाईँ नि गेम खेल्नुहुन्छ ठिक छ मसँग बोल्दा नराम्रो नबोल्नु होला अरे अरू त्यस्तै खालको मान्छे भेटिला अरे अनि त्यहाँ त्यस्तै खालको बोल्यो म पनि बोल्छु के त्यसले मलाई राम्रो व्यवहार गरे पो मैले त्यसलाई राम्रो गर्ने भन्ने त्यो कन्सेप्ट होला अरे माइन्डमा त्यस्तो नगर्नु होला छैन मैले 1 वर्ष भइसक्यो लाइभ बस्न थालेको अनि राम्रो गरी खेल्नु राम्ररी गर्नु पैसा सबै कुरा होइन तर पैसा बिना केही पनि छैन छन त तर पनि आफूले कसरी खेल्दा कसरी बोल्दाखेरि मलाई पनि भविष्यमा राम्रो हुन्छ त्यो तरिकाले बस्नु मसँग फेरि न पर गाइस मलाई गाली गरे गुलमेलीले गुलमेलीले खोजी हेउ मलाई छोरा देखाउ त तिमी जित्छौ न खोजिन्छ नै अझै लाउ आउ नो जिरो पो छ गाइस ट्रिपल सीधा बस्ने ज्ञानी भएर बस्ने हो यो कपाल सबै काटिदिन्छु कि नदी बेच्दै पनि काटेर यस्तो भएको जुम्रा परेर पनि होला बिचरा